सन्डे अनलाइन सर्भिस युकेद्वारा सञ्चालित मित्रताको सवारी कार्यक्रममा यहाँहरूलाई स्वागत साथै न्यानो अभिवादन। जय मसीह। अनुग्रहको दायरा व्यवस्थाको भन्दा बढी हुन्छ। लुका 15:11-32। अनुग्रहको समयलाई धेरैले गलत अर्थमा बुझिरहेको देखिन्छ। जति धेरै पाप गर्यो त्यति नै धेरै अनुग्रह पाइन्छ भन्नेहरू धेरै छन्। तर पाप गरिरहनेहरूको लागि अनुग्रह होइन भन्ने पनि बुझ्नुपर्छ। साँचो पश्चातापले एक व्यक्तिलाई परमेश्वरको राज्यमा फर्काउँदछ। एक पापीले पश्चाताप गरेर परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दछ। परमेश्वर प्रेम हुनुहुन्छ, जसले पश्चाताप गरेर आउने पापीहरूलाई अनुग्रह गर्नुहुन्छ। तब जीवनमा फेरि एकचोटि बडो आनन्दको क्षण अनुभव गर्न सकिन्छ। व्यवस्था अनुसार भन्ने हो भने जेठा छोराले भने चाहिँ उसले केही पनि पाउने थिएन। तर व्यवस्थाबाट असम्भव भएको कुरालाई अनुग्रहले सम्भव तुल्याउँछ। अनुग्रहको घेरा धेरै नै फराकिलो हुन्छ। आज हामी सबैले पश्चाताप र अनुग्रहको बारेमा बुझ्नु पर्दछ। परमेश्वरको अनुग्रहबाट मात्र अनन्त जीवन पाउन सकिन्छ भनी विश्वास गर्नु पर्दछ। हरेक पापी पश्चातापी र चूर्ण हृदयका साथ परमेश्वर कहाँ जानुपर्छ। पापीहरूको पश्चातापी हृदय र परमेश्वरको प्रेमबाट आएको अनुग्रहले मात्र एक पापी व्यक्तिको जीवनमा उद्धार हुन्छ। त्यसकारण आफ्नो मुक्तिको लागि हामीले साँचो पश्चाताप गर्नु पर्दछ र परमेश्वरको अनुग्रहको फराकिलो घेराभित्र आनन्दित हुन सिक्नुपर्छ। हामी परमेश्वरको अनुग्रहप्रति धन्यवादी हुनुपर्छ। के तपाईँले परमेश्वरको अनुग्रहको महत्त्वलाई बुझ्नुभएको छ? परमेश्वरको अनुग्रह र मानिसको साँचो पश्चातापले एक पापीको उद्धार हुन्छ भन्ने सत्यतालाई बुझ्नुभएको छ? परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभएको हो। जय मसीह।